नमस्कार सबैजनालाई स्वागत छ। यो हाम्रो टोय एक्जिबिसनको चाहिँ ओभरअल भ्यू सबै ग्रुपको सुरुमा न्यू नेट हेर्नु होला है। न्यू नेटको टोयहरू पनि राम्रो बनाएको थियो, एकदमै राम्रो के कलर कम्बिनेसनहरू पनि राम्रो थियो। त्यसपछि इन्फ्यान्ट हामी टिचरहरू 3जना अनि इन्फ्यान्टको पनि राम्रो थियो हैन, क्रिएटिभ थियो, एकदम नयाँ नयाँ कुराहरू लिएर आएको थियो। त्यसपछि आउँछ टोडलर। टोडलरले उनीहरूले 1 to 3 इयर्सकोलाई जस्तै अनुसारको क्रिएटिभ थिङ्किङ गरेर चाहिँ ग्याजेटहरू लिएर आएको थियो। अनि त्यसपछि आउँछ प्री स्कुल एज। प्री स्कुल एज भनेको 3 to 5 इयर्स हो। 3 to 5 इयर्सकोले पनि त्यसमा चाहिने जति सबै सामग्रीहरू लिएर आएको थियो र यो कुनै पनि आर्टिफिसियल होइन, सबै ह्यान्डमेड हो ल। अनि आउँछ त्यसपछि स्कुल एज। स्कुल एजमा चाहिँ अब स्कुलको 6 to 12 इयर्सको बच्चाहरूलाई युज हुने ग्याजेटहरू थियो। हेर्नुहोस् कति राम्रो बनाएको छ हैन। यो चाहिँ ओभरअल फिडब्याक। थ्याङ्क यू।